कस्तो साइकल लियो तर यहाँको अलि राम्रो हुन्न हौ उताको राम्रो हुन्छ के हो र यस खोइ त साइकल यति हो खोइ त अरू यस भाइ के छ सर मिल सक्यो केटाको नि मिन्स हुन्छ तिम्रो भएछ तिम्रो भएछ कि होइन हिजो तिम्रो थियो देख्यो खोइ अहिले बाकाले कि दुराले खुना हो भन्दै थियो त नि बाका सब के छ एकदम ठिक भाइ खोइ त नि अरू 2 minutes रे हेर न चेक गर यता हेर नि यो र यो हो अरू त छैन के छिटो छिटो अहिले त्यति पोम पनि हेर तिमीलाई त पङ्चर होला फेरि दुब्लो छौ त्यही त भनेको 1 मा चले जस्तो भइरहेको लडाएर अहिले यहाँबाट काम दिन नजाने हो आज यसो छुट्टी मनाउँदै साइक्लिङ गएर है आज चाहिँ हल्का नयाँ नौलो ठाउँमा जाँदैछौँ होइन साइक्लिङ चाहिँ आज बाघाभाइ लिएर जाँदैछ कामदिन डाँडा भन्दै थियो अब यो साइकलले पुग्ला जस्तो लागेन मलाई कामदिन डाँडा आज अब दुरा यो साइकलले कामदिनको डाँडा चढ्ला जस्तो लागेन क्या आज कामदिन गएर फर्केर आउने हो उता भएको कि त ऊ बुढाहरूको राम्रो छ क्या उयो तान्न पछाडिको तान्न गियर चलाएको गर्नुहुन्न खोइ छ र त भाइ तान त ठिकै ठाउँ गइरहेको थियो पछि यता त भनेको रे अन्त सही उडाएर यो दाएर म गइरहेको थिएँ यता बाटो देखाउने मान्छेले कति उचाल्दै राख्छ साइकल पछाडिको उचाल ओके आइएम मेकानिक असवाइल है र गाइस आज यो साइकलले काम दिन्छ होइन भाइ काम दिनको डाँडाको तल पनि पुग्दैन किन यो साइकल कभर छ क्या जम द्याट्स ट्रु यार फेरि भन न बाका It's about the rider क्या त it's not about the ride क्या त come on यता चाहिँ बाटो चाहिँ ओह्रालो रहेछ है त्यसो आफै मजाले कुद्दो रहेछ सही छ ओह्रालो रहेछ क्या बाटो चाहिँ होइन आमामा सही कुदाएर अङ्कितले चलाएकै छैन हेर त त्यही भनेको क्या म चलाएकै छैन कि प्याडल नचलाइकन यसरी चलाउनुहोस् है गाइस आफै चलेछ अरे ओह्रालो छ क्या यो बाटो ओह्रालो छ यो बाटो हो त्यहाँ चिप्के भन्दा लडेन र गाइस बाटो चाहिँ सिम्पल छ आकाश भाइ को आउँछ कि आउँदैन आकाश भाइ हो त्यसो र गाइस यहाँको चाहिँ बाटो सजिलो छ सिम्पल छ होइन अफरोड होइन टक्क रोड टु रोड हामी जाँदैछौँ अनि के अरे अब माथि डाँडामा चाहिँ अलिकति अफरोड हुन्छ होइन हल्का त्यति
जाओस् कि नजाओस् तिमी खोइ मेरो मोबाइल यहाँ हालिदेऊ त खिच्यो छैन नि त्यही त नराम्रो लडे यार मासुमा छाला उकियो यहाँ ठिक छ गाइस यो चाहिँ पहिलो उस है लड्नै पर्छ जीवन होइन हिँड्ने मान्छे रहेछ नि त दाइ हिँड्ने मान्छे लड्छ ल जाम कस्तो स्लो मोसनमा लडेको यार कता हो कता हो कता होइन मेन कुरा चाहिँ बाघा भाइले कहाँ भनेको त्यहाँ चाहिँ जानु पऱ्यो क्या हामी ड्रिङ्कहरू किन्नुपर्छ है एउटा ठाउँमा ड्रिङ्क किन्नुपर्छ हो र ए त्यही भनेको त होइन ल हल्का हाम्रो ब्रेक भइरहेछ यो 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 देखाउनु जोस् मेरो हालत चाहिँ त्यही हो अघि लडेको है अलिअलि घाउ यहाँ अलिकति काट्यो थोरै ए यो चाहिँ उसो पानीहरू एनर्जी ड्रिङ्क केटाहरूको एनर्जी ड्रिङ्क इलेक्ट्रिक साइकल किन्ने हो क्या अब मैले टाउमा हेर्दैछु टक्क नयाँ सरी ल धन्यवाद थ्याङ्क यू भाइ गाइस हामी हल्का ब्रेक लिएर हामी चाहिँ पानी सानी राखिरहेको छौँ भने ट्याक्क पानी राखेको छौँ अब बिस्तारै हिँड्यो सरले एनर्जी भर्दैछ विथ रेड बुल नो सुगर डाइट र जाम अब जाम लिडर हाम्रो ए लिडर त बसिरहेछ त्यहाँ अङ्कित पास नहीं 3 घंटा बना देगा अहिले चाहिँ यहाँ हङकङमा चाहिँ के राम्रो छ भन्दाखेरि साइकलको चाहिँ त्यो बाटोहरू चाहिँ ओभर बनाइदिएछ क्या अहिले एकदम म यहाँ बोलेको अनि साइकलको बाटो चाहिँ जोस अहिले यहाँ चाहिँ हङकङमा इनलङदेखि चाहिँ ताइपोसम्म चाहिँ अहिले के अरे साइकलको रोड नै खोलेको छ होइन मजाले साइक्लिङ गर्दा हुन्छ राम्रो बाटो छ अनि इजी पनि छ भनौँ न अहिले चाहिँ हामी हल्का साइकलको बाटो होइन अरू बाटो हिँड्दैछौँ यसरी टक्क भित्रभित्र केटाहरूसँग स्पिड ल है साइकल चलाउन यो उकालोमा साइकल चलाउन नसकेर केटाहरू हातले डराउँदैछ अहिले झर्ने बेला चाहिँ सजिलो हुन्छ ल गाइस के भइरहेछ दाइ थाकिएको छ भाइ एकदम क्यामेरा गोप्रोहरू समात्न सकेको छैन थाकेर यो उकालोमा के छ सिनरी छ माथि गएपछि
माथि हल्का छ अब पहिला आएको पहिला हामी यहीँ साइक्लिङ गरेर आएको आउन त साइक्लिङ गरेर आएको अफरोड माथिबाट अफरोड गरेर आएको माथि चाहिँ त्यही एउटा ड्याम छ त्यतातिर हल्का यसो अलिअलि सिने चाहिँ गर्न सकिन्छ अनि भित्र सरै हो राउन्ड छ क्या राउन्ड छ क्या तिम्रो लेक छ नि त्यो लेक चाहिँ तिमी घुम्ने क्या भित्र त्यो ठाउँ राम्रो छ अलिकति जङ्गलहरू त्यस भिडियो खिच्ने लायकको छ त्यहाँ चाहिँ तर त्यहाँ चाहिँ साइक्लिङ गर्न दिन्न जस्तो लागिरहेको छ मलाई ल नो साइकल भनेर लेखेको छ क्या त्यहाँ चाहिँ पुलिसहरू हुन्छ त्यहाँ त छैन पुलिसहरू त हुन्न तर मेरो विचारमा आज चाहिँ मान्छेहरू चाहिँ निकै हुन्छ त्यहाँ त्यही हो ड्रोन सट हान्ला हो नि त हामी त ड्रोन सट दुईटा छ त्यो त ल्याएको दुबई हो र यो पनि झुन्डाइ तिमीलाई त्यहाँ त्यति भएपछि भइहाल्यो नि के हो ल्याएन ड्रोन कुन 16 हो यो 10 हो नि त कति 8K नै हो 8K 6K कति हो यो 4K होला 4K ए भयो नि त ए ल के भन्दैन हङकङ सरकार यहाँ चाहिँ पानी खाएको छ निकालेको छ थाक्यो भाइको कुन ड्रोन हो स्कुलको ड्रोन हो स्कुलको कुद्यो एकछिन हो हामी चाहिँ अघिदेखि त्यही गरेर आएको त्यही गरेर अहिले यहाँ थाक्यो छैन स्कुलको ड्रोन दाइ कति हो मिनी हजुर 3 मिनी 3 हजुर ठिक छ स्कुलको भानी स्कुलमा थन्केर बसेको छ आज चाहिँ हामी यसो एयर 2 छ क्या फेरि हजुर न एयर 3S किन भनेको अहिले अलिकति बजेटले साथ देखाएन हजुरको के युट्युब च्यानल के हो राणा होम हजुर पनि राणा हो ए राणा मगर राजु र म यो दाइ भाइ हो नि ए राजुको दाइ हो कि म भाइलाई थाहा छैन थाहा छैन नि त यसको त दाइ हो नि म ब्लड एउटै बाबुआमा हो क्या ए नि त ल राजु मेरो भाइ हो यहाँबाट चाहिँ हल्कासम्म छ अनि ठुलो लेक छ त्यहाँ त्यहाँ पछि चाहिँ बल्ल यहाँबाट चाहिँ ल एस्थेटिक होइन सुरु ल आकाश यता ल हो आकाश यता तल छ अब यहाँ त सम्म छ अब चलायो ल गाइस ल थ्याङ्क यू भाइ हाम्रो भाइको नाम के अरे श्रीसक हजुर श्रीसक श्री राणा श्री भाइ थ्याङ्क यू भाइ गरिदिएकोमा पसिना देखाउनु न यतै लगाइस यी हातमा दुरा भाइले जस्तो चट्ट यसरी पसिना निकालेको है आम्मामा यो हात देख्यो भने त केही बेर मस्किन्छ ट्राइसप लगाइस अब यहाँबाट चाहिँ 1300 छ त्यसपछि अब एउटा लेक आउँछ ल जाउँ लेट्स गो के भयो प्याडल झारिदिएको कसरी झार्यो प्याडल तिमीले त्यही त यार बाका भाइ यार साइकल चलाउन आउँदैन रहेछ बाका भाइलाई साइकल चलाउन आउँदैन प्यादल झार्नु भने साइकल चलाउन आउने त होइन र हानामसे त्यस्तो होला नि दाइ उकालो रहेछ अलि पनि गियर चल्दैन के साइकलको फेरि साइकल छ नि त्यो आयामा कसम रेस्ट छ एकछिन आधी घन्टा जति रेस्ट कस्तो भइरहेको छ उकालो साइकलिङ अलरेडी तर पसिना चुहिरहेको छ अलिक मजा आइरहेछ त्यस अब घट्ने भयो तिमी होइन घट्ने अब भरे 8 बजे डर होला नि अब फेरि यता घट्ने 8 बजे गएर 3 प्लेट मोमो अनि 1 प्लेट चाउमिन अनि 1 प्लेट फ्राई राइस अनि लास्टमा पोक सेकुवा एन्ड डाइट कोक डाइट कोकले लास्टमा अनडाइट हो डाइट कोक एन्ड भिटाको वाटर हो तर डोन्ट मेक योर बिगेस्ट मिस्टेक है डोन्ट मेक योर बिगेस्ट मिस्टेक नाम चाहिँ त्यो गर्नुहोस् त ओ ड्रोन चलाउँ न बाका ओ सन्डो ठुलो कुकुरा आयो बाका तिमीलाई टोक्छ के रे नाम चाहिँ भाग ठुलो कुकुरा
आम्मामा उयो टोक्ला 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 है हेलो हेलो आम्मामा बडी हरिब रहेछ बाघा भाजा यार नाम्चेको चाहिँ जो एप्स चाहिँ छ क्या एप्स देखाउ त हो बोसल ढाकेको होइन बोसल नढाकेको अहिले नाम्चेको एप्स देखिन्थ्यो ओके लाइन लाग्छ नि त त्यो नहोस् ए ठिक ठिक कुरा सही गरे नाम्चेले फेरि झगडा पर्छ क्या हम्बल हुनुपर्छ कि ए अब चाहिँ फ्याग भयो यही साइकलमा सुताम जस्तो भइसक्यो यार You're almost there, guys. क्रास भयो क्रास आज बाका बाका ड्रोन सबै लिनुपर्छ सरी सरी कहाँ हाम्रो दुरा भाइले दरो ड्रिप हानेर भयङमा ल्याउँछ है कला हेरौँ अब आम्मामा यो हो नि त म भए डराइसक्थेँ नि मेन कुरा चाहिँ यहाँ खासै साइकल चलाउनु चाहिँ दिँदैन यो चाहिँ लेक र पानी चाहिँ खाने पानी अब जे भयो पनि जस जम्मा गरेर चाहिँ राख्ने हो यस्तो छ है गाइस टक्क लेकहरू छ होइन अनि यहाँ चाहिँ वो हामी चाहिँ यहाँ मजाले जङ्गलभित्र भित्र त बाटोहरू छ क्या अनि त्यो बाटो घुम्दै 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 आउने हामी चाहिँ यहाँ मेन गरी मान्छेहरूले फिसिङहरू पनि गरिरहेको हुन्छ अनि यहाँ चाहिँ छ्याङल्याङ्गै छ है गाइसी यहाँ चाहिँ पानी जम्मा गरेको यहाँको पानी चाहिँ यता जम्मा गरिरहेको हुन्छ ए यो पानी चाहिँ जम्मा गरेको होइन अनि त्यसपछि यहाँ चाहिँ अब जस्तो अब ब्लक छ भनौँ न अब तर यहाँबाट पानी चाहिँ छोड्छ है कहिले कहिले चाहिँ ओके यही हो गाइस मेन गरी चाहिँ साइक्लिङ गर्न दिँदैन होइन यहाँ चाहिँ खासै हिँड्ने हो है अनि अब यही हो ठाउँ होइन अब हङकङमा चाहिँ त्यस्तो खासै ठाउँ चाहिँ छैन क्या त्यो साइकल गर्ने अनि यो हाइकिङहरू अब ठुलो हाइक यो छैन जस एडभेन्चर चाहिँ खासै छैन हङकङमा अलिक सानो ठाउँ भएको कारणले गर्दाखेरि अनि यही सानोतिनोमा रमाउने हो मान्छेहरू यसरी हिँड्ने हो साइकल चलाउनु चाहिँ दिँदैन क्या मेन गरी त्यो चाहिँ याद गर्नु क्या चलाउँदै गयो हुन्छ तर दिँदैन है पक्रिने मान्छे आइन मात्र हो क्या भन्नु त केही भन्दैन त्यो यहाँको उसको फरेस्टको मान्छेहरू आइन मात्र ल अब मेन कुरा चाहिँ के हो भन्दाखेरि अङ्कित अगाडि होइन किन अङ्कितको टाटु छ नि त ट्याटुसँग चिनाहरू डराउँछ सेकेन्डमा बाका हामी पछि पछि बहिनी छोरे हिन्चुक लाएर जम जम अब सही कहाँ स्विमिङ खेल्ने निको जम 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 न जम कहाँ भन्ने गर उता जम न त्यसै जाने निको जम त्यहाँ त च्यान गाडी छ जम जम ल हिँड साइकलिङ भनेछ तर केटाहरू साइकल लिएर गइदियो त्यहाँभित्र है त्यो स्नो साइकलिङ हो तर म पनि साइकलै लिएर जान्छु है वास्तवमा यहाँ चाहिँ साइकल चलाउनु दिँदैन गाइस है अब मेन गरी चाहिँ होइन नो साइकलिङै छ तर के गर्नु लाने आएपछि अब लानै पर्यो तर यहाँ चाहिँ मान्छे बेसी नै हिँड्छ अलिकति डर पनि हुन्छ अब केही भयो भने अब हामीलाई नै गल्ती थाल्छ भनौँ न गो let's go त्यो प्याडल कहाँ फाल्यो झऱ्यो पैसा तिराउँछ के अरे त्यो अहिले तिपो अहिले जाँदाखेरि त्यही एउटै बाटो हो
होइन त्यही बाटो मौसी सरी के भयो सक्दैन बाइक त लगिदिन्छ नि सरी के भयो खासै हाम्रो गल्ती हो नि केरै चल्दैन नि कहाँ सक्छ त यो उकालो भने ल फक लडे त्यो भनेको कि अरू पनि मान्छेको त्यो खरानी राख्छ क्या चैनाहरूले जलाएपछि होइन त भाइ सेल्फी हाने कस्तो नयाँ फोनले सेल्फी तपाईँ हान्ने लाउनु बाक्स जम गाइस आकाश हाम्रो पछि भएछ है हामीले पुरा आकाश त्यो अघिको बाटोमा भेट्यो भने सजिलो हुन्थ्यो के अरे न त त्यो एक्लो कुकुर ल डराको अगाडि जान साले को डराएको नाम्से सुतेर चलाउने जाने यस्तोमा कुन चाहिँ उकालो हो लेट्स गो मेन गरी इलिगल भएको कारणले गर्दाखेरि मान्छेलाई चाहिँ हिँड्न दिनुपर्छ जस्ट भिडियो बनाउनु चाहिँ इन्ट्रेस्ट गर्दो रहेछ होइन गर्नुपर्छ भ्यू हेरेको भ्यू त हामी हो नि दाइ ओ या सरी माई मिस्टेक मेरो गल्ती रहेछ भ्यू विनर रहेछ नि त होइन कपाल छोटो बनाऊ हो कपाल छोटो बनाऊ कि मेरो होइन अहिले एकछिन न म पाल्ने रे क्या अब पाल्ने एकछिन ट्राई गर्ने कि एकछिन झर्छ कि कपाल पाल्दा दाइ अब मुलेट पाल्नु त हो नि मुलेट गर बरु साइडको काटो न आकाशे खराल्यो गुड एन्ट्री यार आमा आकाश भाइ यार यो यार दुईटा यस भाइ आमा आइज मोमो ए माइलो ए मोमो रे खाला अहिले मोमो भनेर अहिले नाम्चेले यसको नाम चाहिँ के हो साइलो हो फेरि मोमो एउटा मोमो एउटा माइलो एउटा चाउमिन राखिदिनु अर्को किनेर चाउमिन राख भाइ अब दुईजना खेलेको कस्तो सक्यो अहिले आउनु सक्यो म त होइन झन्डै त्यो माथि एउटा के हामी चाहिँ राउन्डबाट भेट्छु भने बाटो लिएछ म झन्डै त्यहाँ हो अति उकालो भयो लागि भेटे आकाश हामीले किन सितेश है फर्म 5 सितेश छिटो थाक्छ नि यो कुकुरहरू नि त्यो ट्विन्सहरुको क्लासमा छ नि एनर्जी लेभल हाई छ अब त्यो बसेर होइन एउटा छ मसँग छ अहिले उता सरलाई कति रुपियाँ लिएर छवटा लिएर का साँच्चीको ल्याएछ त केटाले लगभग आधी घन्टा यहाँ मिठो गफ भयो केटाहरूसँग दुर्वा स्टिल जुस खाँदैछ स्प्राइट है
अनि त्यस अनि भाइले ड्रोन उडाइसक्यो अघि है मिनी प्रो यस भाइको ड्रोनको सट चाहिँ हुँदैन यहाँ है अनि त्यसपछि आकाश भाइ त्यस गरेर आयो थाक्यो है गरौँ डगिसहरू हो लास्टै गरौँ हो यस्तो बाटोमा फेरि सब दोहोऱ्याउनु पर्यो बाइकलाई योलाई बियरलाई सबै बियर सबसे गरौँ दाइ कस्तो बियर मैले 6वटा बोकेर आएको ठुल्ठुलो अझै 6वटा ल्यायो ल अनि बाघा भाइले पनि एफपी उडाइसक्यो अघि है ल अब हामी चाहिँ बिस्तारै लाग्छौँ अब चाहिँ बिस्तारै हामी चाहिँ डेस्टिनेसन कहाँ छ अब ब्याक टु इनलङ अब चाहिँ ब्याक टु इनलङ हुन्छ अब लगभग अब 1 घन्टा लाग्छ त्यहाँ पुग्नलाई चाहिँ ल ओके लेट्स गो ल नाम चाहिँ हिँड तिमी लिडर होइन होइन चलाऊ भने जाऊ तिमी जाऊ न तिमीहरू जाऊ न पहिला जाऊ न तिमीहरू जाऊ तिमी खस्यो भने फेरि कसले केही हुन्न लेट्स गो गुल्टिन ढुक्क ओए माथि डक कल्ले घर भन्छ कटन क्यामेरा भयो क्या हो कटन क्यामेरा हो केटाहरू हिँड्दैछ क्या हो कहाँ गयो तिनीहरू ब्याक टु द प्लेस सेम जुन जहाँ थियो त्यहीँ हामी चाहिँ जाँदैछौँ तलै गयो तिनीहरू अन्त अब ठाडो ओह्रालो छ है गाइस है डह्रो कम्पिटिसन परिरहेको छ केटाहरू अगाडि कुदाकुद छ होइन सब कम्पिटिसन चलिरहेको छ अङ्कित र दुर्रा अनि राजु चाहिँ अगाडि पुगिसकेको छ होइन अनि केटाहरू पछि पछि आउँदैछ These guys are back. ओइ अहिले Namse is in front. 4th place right now in Namse. Alright, अलिकति उकालो मेनगढी हाइवे so yeah right bus still अड्किरहेको छ यार the way we have to make ठाउँ बनाऊ alright bus के गरेको यो हाइमा चलाउनु चाहिँ गाह्रो छ है गाइस गाडी आउँछ रेस खेल्यो नि गाह्रो छ हाइमा चलाउनु पनि के थाकेको हो अनि यो कान दुखेर ताउदियो मेरो नि यो दुख्या नि पहिला बल खेल्दा लागेको थियो कस्तो बल दिएको थियो कि कस्तो हो कसम भाइ सेम यो दुखे कति भयो थाहा छ लगाइस अब अन्तिम 3 हप्ता भयो जय गइन्छ हामी ल गाइस हामी चाहिँ अब जहाँबाट चाहिँ हामी लिएर गयो ओ हिँड जहाँबाट थियौँ त्यही पुऱ्यायौँ है दिस इज द बेस्ट साइकलिस्ट एभर है छिटो हिँड न भने दुगुरन भनेको महाकाश छिटो ए छिटो दुगुरन भनेको तिम्रो पेट्रोलको पैसा काट्छ क्या अहिले भागा भागा पेट्रोलको पैसा काट्छ ओ यार यहाँ रहेछ नि त खास सामान त दम्मै मैले मेरो एक्वेरियमको लागि किन्न पर्ने थियो सही रहेछ यार सही रहेछ नि त यहाँ सामान यार आफैले बनाउनु भन्दा यिनीहरूलाई बनाउनु दियो राम्रो हो कस्तो दामी बनाउनु दिनु पर्ने भयो मलाई माटो साटो माछा हालेर चट्ट हुन त मैले नि गरेछु नि गर्न त होइन यस्तो हुन्छ क्या एक्सपिरियन्सले बनाउनु क्या नन एक्सपिरियन्स हामीले भन्ने कस्तो कस्तो बनाइदिने उनीहरूले गरिदिन्छ क्या ल गाइस अब गाइस त के भन्नु ल अब आजको लागि यति नै है
थाकियो होइन अब योभन्दा बेसी देखाउन सकिन्न होइन लेडी लाडास रे ठिक छ आजको लागि यति गाइस ल है सी यू फेरि भेट्दै गरौँ ल अर्को वर्ष भेट्दै गरौँ ल है ल इन्जोय ल बाई बाई गाइसहरू बाई 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 सर